बिहानको समय दिनको सुरुवात हो। बुद्धको शब्दहरूले हाम्रो मन, मस्तिष्क र आत्मालाई शान्ति दिने मात्र होइन, जीवनको बाटो पनि देखाउँछन्। आज म तपाईँलाई बुद्धको 10वटा अमूल्य भनाइहरू सुनाउँदैछु, जसले तपाईँको दिन, तपाईँको सोच र तपाईँको आत्मालाई रूपान्तरण गर्न सक्छ। नम्बर 1 मा रहेको छ, आजको बिहान तिमीले पाएको एउटा नयाँ मौका हो। हिजो अधुरो सपना पूरा गर्न सकिने सुनौलो सम्भावना हो। दोस्रो नम्बरमा रहेको छ, तिमी उठेको यो बिहान लाखौँ मानिसहरूको अधुरो चाहनाको दिन हो। यसलाई व्यर्थ जान नदेऊ। तेस्रो नम्बरमा रहेको छ, आज पनि तिमीलाई आफ्नो लक्ष्यतर्फ एक कदम अघि बढ्न भगवानले दिएको आशीर्वाद हो। चौथो नम्बरमा रहेको छ, हिजोको गल्तीलाई सुधार्ने र नयाँ सुरुवात गर्ने सबैभन्दा उपयुक्त समय यही बिहान हो। पाँचौँ नम्बरमा रहेको छ, सफलता तिमीभन्दा टाढा छैन, तिमी उठ्ने, लड्ने र अघि बढ्ने हिम्मतमा छ। 6औं नम्बरमा रहेको छ, संसारमा हजारौँ सपना छन्, तर तिमीले मात्रै तिमीलाई सक्ने बिहान पाएको छौ। उठ र थाल। 7औं नम्बरमा रहेको छ, सपना देख्ने भन्दा महत्त्वपूर्ण त ती सपना गर्न बिहानैदेखि पसिना बगाउने हो। 8औं नम्बरमा रहेको छ, तिमी उठेको बिहान केवल एक दिन होइन, यो तिम्रो भविष्य बनाउने इँटा हो, राम्रोसँग राख। 9औं नम्बरमा रहेको छ, बिहानको सुरुवात अनुशासन र उत्साहले गरियो भने दिनभर शक्ति र सम्भावनाले भरिन्छ। 10औं नम्बरमा रहेको छ, तिमी उठ्दा सूर्य पनि तिमीलाई प्रेरणा दिन आइरहेको छ, तिमी पनि आफूलाई चम्काउने तयारी गर। यी शब्दहरूले केवल सुन्नको लागि होइन, जीवनमा अपनाउनको लागि हुन्। हरेक बिहान यी विचारले तपाईँको जीवनलाई एक नयाँ ऊर्जा र उद्देश्य दिन सक्छ।